हेलो साथीहरु, तपाईहरुलाई चाहिँ स्वागत छ मेरो एउटा च्यानल बीके स्टडी पोइन्टमा हैन। आज हामीले चाहिँ चर्चा गर्ने छौ गान्धीजी स्कलरशिपको बारेमा। चाहिँ अक्टोबरमा नै खुलिसकेको थियो गान्धीजी स्कलरशिप अनि भर्खरै चाहिँ सेकेन्ड नोभेम्बरको दिन चाहिँ राति 11:59 चाहिँ यसको टाइम सक्नेवाला थियो। अनि त्यो भन्दा एक दिन अगाडि नै चाहिँ नोटिस आएको है। अनि त्यो नोटिसमा रहेछ लास्ट डेट भन्नाले नोभेम्बर 20 को राति 11:59 सम्म चाहिँ फर्म फिलअप गर्न सक्नुहुन्छ तपाईहरु। यस्तो कुराहरु चाहिँ नोटिसमा आएको छ। अनि यो भिडियो अन्तर्गत मैले चाहिँ फुल डिटेल्समा भन्ने छु कि यो फर्म फिलअप गर्नलाई चाहिँ के कस्ता डकुमेन्ट्सहरु चाहिँ आवश्यकता पर्छ हैन। यो फर्म फिलअप गर्नको लागि तपाईहरुले चाहिँ आवश्यक पर्ने डकुमेन्ट्सहरु यस प्रकार रहेका छन्, जसमा चाहिँ पहिलो नम्बरमा हैन पासपोर्ट साइज फोटो टु बी अपलोडेड विथ फर्म। अनि तपाईहरु चाहिँ पीपी साइज फोटो लिएर तपाईहरु आफ्नो डकुमेन्टसित लिएर राख्नुपर्छ हैन। त्यो पीपी साइज फोटो पासपोर्ट साइज फोटो चाहिँ राख्नुपर्छ। डली नोटराइज्ड सिटिजनशिप सर्टिफिकेट अफ सेल्फ अर प्यारेन्ट्स भनेको तपाईहरु चाहिँ सिटिजनशिप छ या छैन भने तपाईहरु चाहिँ आफ्नो आमा बुवाको चाहिँ सिटिजनशिपमा चाहिँ नोटराइज गरेर हैन नोटिस पब्लिकमा गएर त्यहाँ नोटराइज गराउनुपर्छ। अनि त्यो डकुमेन्ट चाहिँ अपलोड गर्नुपर्छ है। अनि थर्ड नम्बरमा रहेको छ मार्कसिट अफ क्लास 10 को चाहिँ मार्कसिट तपाईसँग हुनु पर्यो हैन। अनि त्यसको फोटो त्यसमा पनि नोटराइज गर्यो भने झन् राम्रो, नत्र त्यो पनि अपलोड गर्न पाउँछ। अनि एटेस्टेड लेटर फ्रम प्रिन्सिपल हेड अफ द स्कुल इन्स्टिट्युट सर्टिफाइङ दैट द एप्लिकेन्ट इज स्टडिङ इन क्लास 11। अनि तपाई चाहिँ भर्खरै हैन जुन इन्स्टिट्युटमा जुन कलेजमा चाहिँ 11th क्लास रनिङ क्लासमा हुनुहुन्छ त्यो कुराको चाहिँ त्यो इन्स्टिट्युटको त्यो कलेजको प्रिन्सिपलसित अथवा हेडसित के गरेर प्रुफ गरेर अनि उहाँको सिग्नेचर हुनुपर्छ अनि प्रुफ गराएर राख्नुपर्छ है। अनि पाँचौँमा रहेको छ हैन 5th नम्बरमा इन्कम प्रुफ इस्युड बाई एलडिओ सिडिओ इटिसी राइट। अनि तपाईहरुले चाहिँ यो इन्कम प्रुफ गराउनु पर्छ। तपाईहरु चाहिँ आफ्नो वाडाबाट आफूले चाहिँ बसेको हैन स्थानीय बसोबास जहाँ छ त्यहाँको वार्ड कार्यालयबाट यो कुराको चाहिँ प्रमाणित गराउनु पर्छ कि तपाईहरुको चाहिँ वार्षिक अनि तपाईको आमा बुबाको अनि तपाईको पारिवारिकमा चाहिँ वार्षिक इन्कम भनेको 2 लाख भन्दा कम रहेछ। यो कुराको चाहिँ प्रमाणित गराउनु पर्छ। फेरि लेस देन 2 लाख नलेख्ने, यस्तोमा चाहिँ लेस देन 2 लाखमा चाहिँ अलि इस्यु आइहाल्छ हैन। त्यही भएर त्यहाँ एक्युरेट हाल्ने, जस्तै 1,90,000 1,80,000 1,50,000 यस्तो कुरा चाहिँ हाल्दिनु है। अर्कोमा रहेछ चाहिँ 6th मा इन रेस्पेक्ट अफ फिजिकली च्यालेन्ज्ड एप्लिकेन्ट्स सर्टिफिकेट प्रुफ इस्युड बाई सिडिओ एलडिओ म्युनिसिपालिटी हेड इन दिस रिगार्ड्स भनेको यसमा रहेको छ कि अब कुनै मान्छे चाहिँ हैन कुनै स्टुडेन्ट चाहिँ फिजिकली च्यालेन्ज छ हैन कुनै अपाङ्ग छ भने त्यो अपाङ्ग प्रुफ हुनुपर्छ। उहाँको लागि चाहिँ बेग्लै क्राइटेरिया छुट्याएको छ। यति डकुमेन्ट्सहरु चाहिँ तपाईहरु जुटाएर अनि यो फर्म फिलअप गर्न पाउनुहुन्छ। अनि यो फर्म फिलअप गरेपछि तपाईहरुलाई चाहिँ के फाइदा हुने वाला छ भने पर मन्थ 2000 को दरले चाहिँ वार्षिक रूपमा तपाईहरुको अकाउन्टमा यो स्कलरशिपमा पास भए बापत हैन तपाईहरुको अकाउन्टमा वार्षिक रूपमा चाहिँ 24,000 रुपैयाँ भेटाउने गर्छ स्टडीको लागि है। अनि यो 11 र 12 दुवैमा रनिङ हुन्छ, जसले गर्दा टोटल 48,000 भएको हुन्छ हस्। अनि यो चाहिँ डकुमेन्ट्स बुझाएपछि हैन 1 वीक 2 वीक लाग्छ हैन। तपाईहरुको चाहिँ इमेलमा एसएमएस आउँछ, जुन इमेलबाट चाहिँ तपाईहरु चाहिँ फर्म फिलअप गरेको हुनुहुन्छ। अनि त्यो फर्ममा चाहिँ जुन इमेल राखेको हुनुहुन्छ त्यो इमेलमा एसएमएस आउँछ। अनि त्यो एसएमएसहरु चाहिँ हेर्नुपर्छ तपाईहरुलाई। अनि त्यसपछि के कस्तो प्रोसेस हुन्छ अगाडि बढाउनेछु। अनि यो भिडियोलाई चाहिँ अधिकतम रूपले शेयर गरिदिनु होला। अनि लाइक गर्नु, फलो गर्नु र सब्स्क्राइब गर्नु। हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला, नबिर्सनु होला। अनि यस्तै खाली चाहिँ राम्रो भिडियोहरु चाहिँ अपलोड गर्नेछु।